Please. Answer. सर पिस्टलले पेन फाल्दियो भने फाल्दिरा सर गोविन्द सर हेलो Welcome you on the behalf of whole ninth grade. Your presence today has added a lot of joy, encouragement and a special meaning in our annual program, which is entirely dedicated to the creativity and talents of ninth graders. Every school year is full of challenges, lessons and academic sessions. But programs like this gives us an opportunity to pause for a moment and appreciate the growth we have made, both inside and outside the classroom. With this thought, I like to move into the main message of my piece. The importance of this program. It requires hard work, patience, consistency and the courage to keep going even when things are not in your favor. Along the journey of life, we face many challenges, difficulties and even failures. Most people see failure as a stop sign, but it is the sign that motivates us. It provides us the opportunity to correct it and gives us what went wrong and gives us opportunity. About something very simple yet incredibly powerful. Something all of us can do in our everyday lives. Something that can change our school, community or even the whole world. I'm talking about small actions. We grew up hearing that we have to make a difference.
We have to do something big in our life. We have to be a hero, invent something, or change the world one day. But And at 96 to deliver a thought which connects each of us present here. Have you ever felt wonder or felt upset because others get good marks and you or something done by others you can do? This is the comparison which is made by ourselves which kills our confidence. When we constantly compare ourselves with others, we totally forget our strength and talent that we want. सबै अभिभावकमा हामी कक्षा 9 का विद्यार्थीहरूबाट न्यानो अभिवादन। आज हामीले यस अभिभावक भेलाको अवसरमा एउटा छोटो नाटक प्रस्तुत गर्न आइसकेका छौँ। हाम्रो यो नाटक कोही किन बर्बाद होस् भन्ने किताबबाट साभार गरिएको हो र यस नाटकको मुख्य पात्र ध्रुव, त्यसपछि वार्डन मिस, त्यसपछि प्रधानाध्यापक, त्यसपछि शिक्षकहरू र विद्यार्थीहरू संलग्न छन्। ढिला समयको ख्याल राख्दै हामी हाम्रो नाटकलाई सुरु गर्छौँ। मेरो त कोही नै आउनु होला। तिमीले त कसले माया गर्दैन छि, तिमीले त कसले माया गर्दैन। मलाई किस खाको? अया त्यति नै बेला झगडा सुरु हुन्छ। अया ओए तिमीहरू झगडा गर्ने हो? त बिचमा नआइज आउँदै जा। अया 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 यसकाले सर्दै होला। दिगनेमा हान्नुहुन्छ र? बोल्नु छ। अहिलेको लागि छोड्दै अगाडि नगर है। सर जाऊ तिमीहरू। ध्रुव फेरि मलाई कसैले पनि मेरो कुरा पनि बरिसको झोलमा बसेका सामानहरू यताउता फाला फाल्छ। त्यही कक्षाका केही विद्यार्थीहरू कक्षाभित्र प्रवेश गर्छन्। यो भोट कसले फालेको होला? पक्कै ढुङ्गाले नै होला। ओए तिमीहरूले कुरा गरेको तिमी कसरी बोल्यो होला? मैले यसैले बोले तिमीहरूलाई के भयो? तिम्रो मात्र कक्षा हो। मेरो मात्रै कक्षा कसले भनेछ? ल गएर भन्नु ल। विद्यार्थीहरू कक्षा शिक्षकबाट गएर ध्रुवको गुनासा के भयो तिमीहरूलाई? सर ध्रुवले कक्षाभरि फर्माएर बनाहार हालेर आउँछ सर। ए हो र, यो धुरोमा दिक्क बनायो, के गर्ने होला त्यसको? तिमीहरू अहिलेको लागि जाऊ, म पृथ्वीसँग गएर भन्छु। कक्षा शिक्षक ध्रुवको गुनासा लिएर प्रधानाध्यापकको कक्षामा जानुहुन्छ। सर यो चाहिँ के भयो तपाईँलाई? धुरोमा दिक्क बनायो। किन सबै गरेर दिनुहुन्छ? आज मेरो कक्षामा पुरै फोहोर फाल्यो, कपी किताब पुरै चाल्यो, जड हिजो नरसँग पुरै झगडा गरिरहेको थियो। त्यसो के गर्ने होला? यो ध्रुवले के गरेको होला यसको? यसको त धेरै नै चक्करहरू बढेको छ। आजकल धेरै कम्प्लेन आइरहेको छ उसको। अब खै सर, मलाई थाहा भएन। हुन्छ सर, अहिले तपाईँ जानुहोस्, म यो बारे केही सोध्छु। हुन्छ सर। त्यति नै बेला खाना खाने भन्नुपर्छ। कसैले केही विद्यार्थीहरू खेल्नका लागि चढ्दै राख्छन्। आफ्नो कुरा प्रधानाध्यापकबाट पुगेको थाहा पाएपछि ध्रुव ओए तिमीहरूले मलाई मेरो छोरा लाउने होइन? लाजा लाजा। ओए त बाजाको जस्तो रूपमा चढेर किन हान्छस्? तर बाह्र भने लाजा 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 गएर भन्ने जा।
भन्दैछ? अब त अस्ति भयो ध्रुवको, अब हामी सबै प्रिन्सिपल घाटै जानुपर्छ। सबै विद्यार्थी भेला भए प्रधानको कक्षामा गएर सबै सर हजुर नानी बाबुहरू के भयो? किन यसरी हुल बनाएर आएको तिमीहरू? ढुङ्गाले सर मलाई ढाडमा ढुङ्गाले हाल्यो। अनि मेरो कहिले पेन फालिदिन्छ, कहिले कविता दिन्छ। हो सर, मेरो किताब कपी पनि च्यातिन्छ। सर मलाई पनि टाउकोमा हान्यो। सर ढुङ्गाले हप्काले फायर गरिसक्यो कि ढुङ्गा बस्छ नि हामी बस्छौँ सर। यो ढुङ्गाको कम्प्लेनले त मलाई ढिक्क पारिसक्यो। हिजो पनि उसको कम्प्लेन आएको थियो, आज तिमीहरूले लिएर आयो। हुन्छ तिमीहरू अहिले कक्षामा जाऊ, म यसबारे शिक्षकहरूसँग कुरा गर्छु। त्यही दिनमा प्रधानाध्यापकज्यूले आफ्नो कक्षामा शिक्षक भेला आयोजना गर्नुहुन्छ। आउनुहोस् सर्भिसहरू बस्नुहोस्। धन्यवाद। हामीलाई किन बोलाउनु भएको? मलाई आज हजुरहरूसँग एउटा गम्भीर कुरा गर्नु छ। के हो त सर? आजकल मलाई ध्रुवको धेरै कम्प्लेनहरू आइरहेको छ। हो नि सर, ध्रुवले मलाई दिक्क बनाउँछ। कहिले झगडा गर्छ, कहिले कविता त्यसो के गर्ने होला? एकदम ठिक भन्नु है। ध्रुवले आफ्नो क्रिया गरेर गर्दैन, आफ्नो घरको सानो भाइहरूलाई पनि दुःख मात्रै हुन्छ। अब के गर्न सक्छ हामीलाई? यो ध्रुवको शैतानीले गर्दा त म दिक्क भइसकेँ। हजुरहरूले केही गर्नु न। हामीले केही नगरेका त होइन नि सर, हामीले त गरेकै थियो। ध्रुवलाई सम्हाल्न निकै गाह्रो भएको छ। ध्रुवलाई त अहिले सम्हाल्नै नसक्ने भएको छ नि। पहिला त विद्यार्थीहरूलाई मात्रै दुःख दिन्थ्यो नि, अहिले त शिक्षकहरूलाई पनि दुःख दिन थालेको छ अरे। यसको त केही गर्नै पर्छ। हामीले त सकेन सर, अब हजुरले केही गर्नुहोस्। यस्तै कुरा भयो त म यसबारे केही सोधौँला। अहिले हजुरहरू कक्षामा जानुहोस्। हुन्छ सर। सबै शिक्षकहरू आफ्नो कक्षामा पढाउनका लागि जानुहुन्छ। आफ्ना यही काम गरेकाले वार्डन मिस हिन्दरले हाक्नुहुन्छ। नमस्ते सर, बोलाउनु भएको थियो कि? बोलाएको थिएँ कि, आउनुहोस् बस्नुहोस्। हजुर सर, केही धेरै ठुलो कामले बोलाउनु भएको थियो कि क्या हो? हो मिस, मलाई हजुरहरूसँग आज एउटा गम्भीर कुरामा कुरा गर्नुपर्ने थियो। कस्तो गम्भीर कुरा हो सर, भन्नुहोस् न। आजकल ध्रुवले धेरै चक्क गर्न थालेको रहेछ। हिजो अस्तिबाट मलाई धेरै नै उसको कम्प्लेनहरू आइरहेको छ। होस्टेलमा के छ उसको खबर? हेड तेरिका सर, त्यहीबाट कता के कुरा गर्नु। होस्टेलमा पनि एउटा होइन, दुईटा होइन, 5-5 टाउको बटालेर फालिदियो। त्यति मात्र कहाँ हो र? न त गृह कार्य गर्छ, न त साथीहरूसँग मिलेर बस्छ। बोटमा भएको बोट बिरुवाहरू पनि उखेलेर फालिदियो। के गर्नु होला त यो बिरुवाको? यस्तो सरकारी गऱ्यो भने त उसको भविष्य बिग्रिन्छ नि। त्यही त गरौँ न। केही नगरेको त कहाँ हो र सर? मैले कति सम्झाउने प्रयास गरेकी छु, प्रयास गर्दा पनि लाग्दैन। मलाई त त्यो केटाको केही हुन्छ जस्तो लाग्दैन है। हुन्छ नि त, यस ध्रुवको समस्याबारे म उसँग नै कुरा गर्छु। अहिले हजुर ध्रुवलाई मेरो कक्षामा पठाइदिनुहोस्। हस् सर। ध्रुव, ए ध्रुव, हजुर मिस, किन बोल्नु? प्राचार्य कक्षा जाऊ त छिटो। किन मिस? प्रिन्सिपल सरले बोलाउनु भएको छ। बस मिस। सर, मलाई के बोल्नु? आऊ बाबु, आएर बस। हजुर सर। तिम्रो आजकल धेरै कम्प्लेनहरू आइरहेको छ बाबु, किन हो यस्तो? मैले के गरेको सर? तिम्रो जहिले साथीहरूले कम्प्लेन गर्छन्, कहिले सरहरू आउनुहुन्छ। तिमीले कहिले साथीको कपी च्यातिन्छ अरे, कहिले के गर्छ अरे, कहिले कलम फुटाइदिन्छ अरे, कहिले होस्टेलमा पनि साथीहरूले सपोर्ट गरे। किन हो यस्तो? मैले केही गरेकै छैन सर। नगरेको भए तिम्रो कम्प्लेन किन आयो? तिमीले किन यस्तो सबै गरेको छ? सर, मलाई पनि कसैले माया गरिदिनु भयो हुन्थ्यो जस्तो लाग्छ, तर मलाई कसैले माया गर्नुहुन्न। किन त्यस्तो लाग्छ बाबु तिमीलाई? मेरो अरू साथीहरूको बुबा आमा भेट्न आउनुहुन्छ, तर मेरो बुबा आमा कहिले भेट्नै आउनुहुन्न। किन त बाबु तिम्रो बुबा आमा कहाँ हुनुहुन्छ र अहिले? मेरो आमा 3.5 वर्षको हुँदाखेरि कता जानुभयो सर, मलाई नै थाहा नै भएन। बुबा आफ्नै कामको व्यस्तताको कारण कता आउनु नै हुन्न कहिले भेट्नलाई। अनि तिमीले आमा र बुबाको माया नपाएको कारणले यस्तो गरेको हो त? हो सर। त्यसो भए तिमीले आमा र बुबाको माया पायो भने यस्तो सबै कुराहरू छोड्छौ? छोड्छु सर। तिमीले शैतानी नगरिकन सबै आफ्नो गृहकार्यहरू पनि गर्छौ? गर्छु सर। यस्तै कुरा भयो त म योबारे केही सोच्छु ल। तिमीहरू कक्षामा जाऊ। हस् सर।
मिस आउनुहोस् न भन्नुहोस्। हजुर सर के कस्तो काम पर्यो? हेर्नुहोस् मिस, मैले अस्ति नै ध्रुवसँग कुरा गरेको थिएँ। मैले उसलाई उसको समस्याबारे सोधेको त उसले आफ्नो समस्याहरू खुलस्त गरेर सोध्यो नि। कस्तो समस्या होला सर? उसको समस्या त उसले आमा र बुबाको माया नपाएको कारण रहेछ नि। तपाईँलाई थाहा थिएन र? थाहा त थियो नि, तर उसको यस्तो शैतानीहरूले गर्दा म दिक्क भइसकेको थिएँ। यसको कारण मैले यो सबै बिर्सिसकेको थिएँ। त्यसो भए अब हामीले के गर्न सकिन्छ त? अब हामीले उसलाई उसको आमासँग भेटाउनु पर्छ नि। के उसको बुबा उसको आमालाई लिएर आउन मान्नुहुन्छ होला र? उसको बुबा त आफ्नो आमासँग बस्न नमान्नु होला, तर हामीले उसलाई उसको आमाको माया त दिनुपर्छ नि। त्यसो भए उसको आमाको माया दिने व्यक्ति को हुनुहुन्छ त नि यहाँ? यसो गर्नुहोस् न मिस, उसको आमाको रूपमा तपाईँ नै बसिदिनुहोस्। हजुर म हो मिस, के नै हुन्छ त? म एक अविवाहित नारी उसको आमाको भूमिका कसरी खेल्न सक्छु त सर? के नै हुन्छ मिस, उसलाई खास गरी चाहिएको भने नै उसको आमाको माया त हो नि। हजुरले उसलाई सहयोग गरिदिनु भयो भने त उसले मानिहाल्छ नि। त्यसो भए उसले पछि थाहा पायो भने नि? अहिले त ऊ सानै छ, तर पछि त ऊ ठुलो भइहाल्छ। Bye.
Ni samjhana bhar ko,
बाबु नानीहरूले ब्याङ्कहरू गर्दा हामीले पहिला धेरै महँगो टिकट काटेर हेर्न नपाएको स्टेज प्रोग्रामहरू पनि यहाँ देखियो। यति दक्षता, यति आत्मनिर्भर एउटा क्षमता प्रदर्शन र कहीँ कतै दुविधा नलिकन आफ्ना प्रतिले अब्बल हुनुभएको र गीतका शब्दहरू देश प्रेम र माटोसँग प्रकृतिसँग जोडिएका विचार र शब्दहरू बाबु नानीहरूले आफ्नो गायन कलामा देखाएका एउटा प्रस्तुतिबाट म धेरै प्रभावित भएको छु। हुन त स्टाइलरले यो एउटा तपाईँ हातको अगाडि भन्दा देखिए भन्दा पनि नदेखेका पनि कति अब्बल कार्यक्रमहरू गरेको छ। पढाइको संसार किताबको ज्ञान भन्दा बाहेक पनि बच्चाहरूमा प्रशस्त क्षमता हुन सक्छ भनेर पढाइ अलावा प्राकृतिक माटो र त्यसलाई माया गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एउटा जीवन उपयोगी शिक्षाको पनि सञ्चालन गरेको छ भने त्यो अर्कै ब्लकमा भएको र बच्चाहरूलाई आफूले कसरी कामको संसारमा चिनाउने, आफ्नो जीवन केमा लक्षित बनाउने त्यो उद्देश्यको साथ अर्को ब्लक पनि सञ्चालन गरेको र त्यहाँ जीवन कार्यक्रम सञ्चालन भइरहेको कुरा मैले गएर देखेको पनि छु र यहाँलाई पनि अनुभव हुन सक्छ। हुन त एउटा विद्यालयले आफूले गरेको प्रयत्नमा विद्यालय एक्लै सफल हुन सक्दैन। त्यहाँ शिक्षकहरूको मेहनत पसिना, अभिभावकहरूको लगन चिन्ता र राज्यले त्यसप्रति हेरेको सकारात्मक सोच र एउटा कार्यक्रम योजनाले चाहिँ यो त्यसको लक्ष्य पूर्तिको एउटा बाटो हुन सक्छ। एउटा पक्षले मात्रै, न विद्यार्थीले मात्रै, न अभिभावकले मात्रै, न शिक्षकले मात्रै र न यो समुदायले मात्रै, कसैले पनि एउटा शक्तिले मात्रै सुधार गर्न सकिँदैन। सबै मिल्दा एउटा विद्यालय बन्न सक्छ, एउटा शिक्षक बन्न सक्छ, एउटा समाज बन्न सक्छ। त्यसकारणले अब्बल शिक्षक अहिलेदेखि अब्बल शिक्षकले आफ्ना बालबाबुका लागि आफ्ना छोराछोरीलाई भन्दा बढी माया गर्ने, त्यो बाबु नानीको इच्छा चाहना के छ भनेर बुझिदिने। अलिकति पढाइमा नम्बर कम आउने बित्तिकै उसले फेरि पढ्न नसक्ने गरेर आफ्नो सम्मान दिने गरेर कुनै शब्दहरू प्रयोग नगरिकन बाबु नानीको पढाइभन्दा बाहेक अरू के छ विकल्प, के गर्न सक्छ शिक्षकले बुझिनु पर्ने कुरा। एउटा बच्चा जन्मिने बित्तिकै कुनै न कुनै क्षमता लिएर जन्मिएको हुन्छ। त्यसकारणले हरेक मान्छे जन्मिने बित्तिकै प्रथम हो कुनै न कुनै विधामा, तर कुन विधामा प्रथम हो र केमा मेरो बच्चा अब्बल हुन सक्छ भन्ने कुरा शिक्षकहरूले पढाइको र नम्बरको कारणले पछि परेका विद्यार्थीहरूलाई कुन कुरामा अगाडि बढाउन सकिन्छ, विद्यालय परिवार र सम्बन्धित अभिभावकलाई जानकारी गराएर त्यसै दक्षतामा अगाडि बढाउनलाई शिक्षकहरूको भूमिका आवश्यक छ जस्तो लाग्छ भने स्टाइलर परिवारले र स्टाइलरका टिचरहरूले यो गतिविधिमा आफूलाई समाहित गरेको छ र यो कार्यलाई नेतृत्व दिन्छ भन्ने आशा राखेको छु। विद्यालयले आफूले आफ्नो विद्यालयमा विश्वास गरेर आफ्नो गेटसम्म ल्याएर छोडिदिने अभिभावक र आफ्ना बाबुनानीलाई विश्वास गरेर स्टाइलरलाई को रूपमा भविष्य जीवन लाउने अभिभावकको भावना विपरीत कहिले काम गर्ने छैन। हरेक बालबच्चाले आफूले चाहेको जस्तो, आफूले भनेको जस्तो, अभिभावकले चाहेको जस्तो विद्यार्थी बनाउन र उनीहरूको भविष्य कक्षा नर्सरी केजीबाट प्रवेश गरेपछि कक्षा 12बाट स्टाइलरमा निस्किँदा यो बन्छ मेरो बच्चा भन्ने विश्वास गर्न सक्ने बालकमा विद्यालय परिवारले गरोस् र गरिरहनेछ भन्ने कुरा विश्वास लिएको छु। राज्यको तर्फबाट हामी सामुदायिक विद्यालय र संस्थागत विद्यालय भनेर दुई खण्डमा विभाजित गरिरहँदा ज्ञान भनेको ज्ञान हो, शिक्षा भने शिक्षा हो। यसमा न सामुदायिक हुन्छ न संस्थागत हुन्छ। ज्ञान प्राप्ति गर्ने सबै बाटोहरूलाई, सबै आधारहरूलाई राज्यले समान दृष्टिकोणले हेर्नुपर्छ भन्ने कुरामा म पनि लागिरहेको छु र यो विश्वास गर्छु र राज्यले पनि त्यही बाटो र त्यही अनुसरण गरोस् भन्ने आशा व्यक्त राख्न चाहन्छु। अभिभावकजीहरू, यहाँले बुझ्नुपर्ने कुरा, यहाँको जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको तपाईँको आफ्नो बालबच्चा। यदि तपाईँका बालबच्चा राम्रा भए, धेरै नम्बर ल्याए अथवा कुनै शिक्षक कुनै विधामा अब्बल भयो भने त्यो राम्रो कुरा सँगसँगै अलिअलि बालबच्चामा अहम र दम्भ पनि विकास हुन सक्छ। त्यो अहम दम्भले तपाईँका राम्रा कुराहरूलाई कहिले ओझेल पर्न सक्छ। त्यसै गर्दा बाबु नानीसँग जानेका, बुझेका र आफूसँग भएका सिपसँगै कहिलेकाहीँ उद्दण्डता, कहिलेकाहीँ समाजमा देखेका दुःखहरू देख्न सक्छन्। यसलाई निवारण गर्नलाई
यहाँहरू अभिभावक र शिक्षक मिलेर गोडमेल गर्नुपर्छ र नराम्रो कुराहरूलाई पछाउँदै राम्रो कुराहरूलाई माथि ल्याउनलाई शिक्षक र अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा मैले विश्वास लिएको छु र विद्यालय र परिवार शिक्षक र अभिभावकले आफ्ना बच्चाको क्षमता विकासको लागि यहाँले भरपूर कोसिस गर्ने हुनेछ र त्यसको लागि एउटा राज्यको तर्फबाट र वार्डको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट जुन कुनै सुविधा सहयोग र सहकार्य गर्न तयार छु यसमा यहाँहरूलाई विश्वास दिन चाहन्छु। अन्तमा यति महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेर स्काइनेटले मलाई आएर यहाँहरूको महत्त्वपूर्ण कार्यक्रम हेर्ने देख्ने कार्यक्रम सुनाउने अवसर दिनुभयो र मैले पनि केही सुन भन्ने अवसर दिनु भएकोमा आयोजक स्काइनेट परिवारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यो देशको माटो सुहाउँदो यो देशलाई माया गर्ने र आमा बुवा प्रकृति र माटो र देशलाई माया गर्ने सन्तान र नागरिक उत्पादन गर्ने स्काइनेट परिवार हाम्रो अभिभावकजीहरू र राज्यको तर्फबाट हामीले संयुक्त रूपमा सधैँ पहल गर्ने गरौँ र यो देशको दक्ष इमान्दार र नैतिकवान नागरिक बनाउन सबैजना लागू गरौँ। यसको लागि सबैको सहकार्य र राज्य र वार्डको तर्फबाट मेरो पनि प्रतिबद्धता रहेको कुरा व्यक्त गर्दै यो आजको अभिभावक भेला पूर्ण रूपमा सफल रहोस् अनि शुभकामना व्यक्त गर्दै पुनः सबैलाई हार्दिक अभिवादन व्यक्त गर्दै यहाँहरूसँग सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्ते। धेरै धेरै धन्यवाद वडा नम्बर 13 का वडा अध्यक्ष श्री पोट बहादुरज्यूलाई आफ्नो अमूल्य समय लिएर हाम्रो माझ उहाँले आफ्नो अमूल्य शब्द हाम्रो माझ प्रस्तुत गरेर यसबाट उजेल भइसक्नु भएको छ। साँच्चै अभिभावकको जिम्मेवारी विद्यार्थीहरूप्रति र आफ्नो बालबालिकाप्रति एकदमै धेरै हुने गर्दछ र कुनै पनि अभिभावकले आफ्नो बालबालिकाको मनको कुरा बुझेर उहाँलाई उनको चाहेको कुरामा प्रोत्साहन गर्ने र उहाँहरूलाई साथ दिने हो भने उनीहरूको बालबालिकाको जीवन एकदमै सुमधुर तरिकाले अगाडि बढ्न सक्छ भन्दै उहाँ यसबाट गइसक्नु भएको छ। आजको यस कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्नका लागि यहाँहरूको साथ निकै अपरिहार्य भएको कारण कृपया धैर्यतापूर्वक शान्तिपूर्ण ढङ्गले बसिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। साथै अब भने अर्को प्रस्तुतिका रूपमा प्रसिद्ध बनलाई म यस मञ्चमा आमन्त्रण गर्दछु। उहाँले एउटा वक्तृता प्रस्तुत गर्न गइरहनु भएको छ र तयारी अवस्थामा बसिदिनु हुन कक्षा 9 की छात्रा रेशमा श्रेष्ठलाई हार्दिक अनुरोध गर्दछु र यसपछि हामीले एउटा नृत्य प्रस्तुत गर्न गइरहेका छौँ, त्यसैले धैर्य धारण गरेर बसिदिनु होला। मित्रहरू, तह प्रमुखज्यू, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यू, अध्यक्ष निर्देशकज्यू, सबैलाई मैले एकमुष्ट सम्मान र नमस्कार। अभिभावकज्यूहरूलाई थोरै कुराहरू आजदेखि हामीले अभिभावक भेलाको एउटा चरण सुरुवात गरेका छौँ। बाबु नानीहरूले गरेको कुराहरूलाई, उनीहरूले गरेको कामहरूलाई यहाँहरूले निहालिदिनु भयो। यहाँहरूलाई धन्यवाद दिन चाहन्छु विद्यालयको तर्फबाट। बाबु नानीहरूसँग भएको प्रतिभालाई प्रस्फुटन गराउने प्रयत्न गरेका छौँ। कस्तो छ, के गर्छ, के जानेको छ मेरो छोराले, मेरो छोरीले भन्ने कुराहरू तपाईँहरूले यहाँ देख्नुभयो। अहिलेको बाबु नानीहरूलाई आफूलाई बाहिर देखिन मन छ, अरूप्रति चाहिँ आकर्षित हुन मन छ। त्यसै कारण मैले अहिले भर्खरै यिनीहरूलाई भने कि थोरै कुराहरू आफ्नो कुरा सुनायो, त्यसपछि बाहिर गइहाल्यो, अर्काको कुरा चाहिँ सुन्दै नसुन्ने बानी बसेको छ। हामीसँग धैर्यता कम छ, हतार मात्रै छ। अभिभावकजीहरूलाई पनि त्यही हतार छ। यस्तो समयमा राखेको छौँ, हामीले 11 बजेबाट सुरुवात गरेका छौँ र 3 बजे वरपर टुङ्ग्याइराखेका छौँ। त्यो समय भने प्रायः जसो सबै अभिभावकजीहरूको घर गृहस्थमा लाग्ने अभिभावकजीहरूको पनि त्यो खालीको समय हुन्छ। बाबु नानीहरू स्कुल आएको छन्, गाईबस्तुलाई पनि बिहानै सबै कुराहरू गरिएको हुन्छ। अफिसमा जाने साथीहरूलाई पनि दिउँसो 1 घण्टा 2 घण्टा आज चाहिँ मेरो बाबु छोराको, मेरो छोरीको केही कुराहरू सुनेर केही कुराहरू हेरेर आउँला भन्ने आशा छ। हामी तपाईँहरूलाई 4 बजे भित्रमा नै घर पुर्याइसक्छौँ, पठाइसक्छौँ। मैले धेरै कुराहरू यहाँहरू बिच राखिनँ, तर मात्र के हो, अब जिउने कसरी भन्ने चिज मात्रै हो। अब बाँच्ने कसरी, किताबी ज्ञानले मात्र अब बचाइ हुँदैन। मान्छेलाई एक्सपोजर चाहिएको छ, केही कुरा देखाउनु परेको छ, चिनिनु परेको छ। यहाँ जो चाहिँ आज देखिएका छन्, जो चाहिँ नम्बरमा मात्रै सीमित थिए भनेर हामीले भनेका छौँ, उनीहरू बाहिर देखिने प्रयत्न गरेका छन्।
तपाईहरुलाई देखाउने प्रयत्न गरेका छ। हामीले धेरै कुराहरू जानेका छौं। बाबा मम्मी हेर्दिनुस् है भनेर भनेका छन् र अन्तिममा त्यो एउटा नाटक मञ्चन गरेको छ जुन कुरा अहिलेको वर्तमान परिस्थिति सुहाउँदो 2018 सालमा लेखिएको मञ्चन गरिएको नाटक आज 2082 सालमा पनि त्यो जिउका तिउ छ। हामीलाई त्यही समस्या परेको छ। बाबु नानीहरू अप्ठ्यारोमा छन्, समस्यामा परिरहेका छन्। बाबा आफ्नो काममा व्यस्त हुनुहुन्छ, मम्मी आफ्नो काममा व्यस्त हुनुहुन्छ, तर बच्चा बिना मायामा रहेको बाबु नानीले सबै कुराका बिग्र्याइहरू गरिराखेका छन्, उल्ट्याइहरू गरिराखेका छन्, जुन कुरा हामीले थाहा पाउनु जरुरी छ। यदि मैले मेरो छोरालाई मेरो छोरीलाई माया दिन सकिन भने छोराछोरीहरू कुन लतमा लाग्ने रहेछन् वा कस्तो हुँदो रहेछन्, कति मूर्ख हुँदो रहेछन् भन्ने कुरा आजको यो नाटकले यहाँहरूलाई केही सन्देश दिन खोजेको जस्तो लाग्छ। यो नेपाली सिरो चाली संसारमा लम्किन्छ, जुन कि चाहिँ ज्योति